हेलो अल। अब तपाईँहरूले चाहिँ मलाई धेरै रिक्वेस्ट गर्नुभयो कि दाइ मलाई प्रफिट लसको पनि त्यस्तै सर्टकट बनाइदिनु। मैले ट्रेडिङ अकाउन्टको जुनको मैले लप्सी विजडम एफएफएफ बनाएको थिएँ त्यस्तै एउटा बनाइदिनु मेनोमिक भनेर टेक्स्ट गर्नुभएको थियो। सो म तपाईँहरूको इजीको लागि पिएल अकाउन्टको पनि एउटा बनाइसकेको छु है त। अब सुरुमा हजुरले एबिसिडी भनेर बुझ्दा नि हुन्छ। एबिसिडी गल है त, दुईवटा गल आउने भयो अनि एबिसिडी आउने भयो है त। अब हेरौँ है त, जीबाट जेनरल एक्सपेन्सेस भयो। जेनरल भनेको अफिसको लागि खर्च भएका कुराहरू सबै कहाँ जाने भए, पिएलमा जाने भए। अनि आई भनेको इन्ट्रेस्ट अन लोन भनेको तपाईँहरूले लोन लिएको कुरामा खर्च तिर्नुहुन्छ, इन्ट्रेस्ट तिर्नुहुन्छ भने त्यो पनि मेरो कहाँ जान्छ, प्रफिट लसमा। आरबाट आयो रेन्ट अफिस। अब मैले अफिसको रेन्ट दिन्छु भनेपछि मेरो के को लागि हो, बिजनेस पर्पजको लागि हो। सो मेरो ट्रेडिङमा जाँदैन, प्रोडक्ट रिलेटेड त होइन। सो मेरो कहाँ जान्छ, प्रफिट लसमा जान्छ। एल भनेको लिगल चार्जेस भयो है त। जी भनेको ग्रस लस भयो। आई भनेको इन्सुरेन्स खर्च भयो। आर भनेको रिपेयर एन्ड मेन्टेनेन्स भयो। एल भनेको लाइटनिङ भइहाल्यो। ए भनेको अडिट चार्ज रिलेटेड अडिट फी भयो, लाइटनिङ भयो। रिपेयर भनेको मैले भेहिकलहरू बनाएँ, गाडीहरू बनाएँ अथवा मेन्टेनेन्सको चार्जहरू मेरो कहाँ जान्छ, प्रफिट लसमा जान्छ। अब बीबाट के छ, ब्याङ्क चार्ज छ। सीबाट के छ, क्यारिज आउटवार्ड। क्यारिज आउटवार्ड भनेको के हो भन्दा, इनवार्ड भनेको चाहिँ मैले सामान लिने बेलामा जति पनि कस्ट लाग्छ त्यो इनवार्ड भयो। इनवार्ड मेरो कहाँ जान्छ, ट्रेडिङमा जान्छ। आउटवार्ड भनेको के को लागि हो, सेलिङ एन्ड डिस्ट्रिब्युसनको पर्पजको लागि हो। सो यो मेरो कहाँ जान्छ, प्रफिट लस अकाउन्टमा जान्छ। अर्को डी आयो। डी भनेको डेप्रिसिएसन अथवा डिस्काउन्टवाला हो है, दुइटा छ है। डेप्रिसिएसन भनेको फिक्स एसेट्समा लाग्ने, फिक्स एसेट्सको युजफुल लाइफ घटिसकेपछि मेरो हरेक इयर के हुन्छ, एउटा डेप्रिसिएसन चार्ज हुन्छ अथवा अमोर्टाइजेसन हुन्छ इन्टेन्जिबल एसेट्समा। त्योहरू मेरो कहाँ जान्छ, प्रफिट लसमा जान्छ। डिस्काउन्टवाला भनेको मैले डिस्काउन्ट कसैलाई दिएँ, खर्च हो मेरो लागि। मलाई आउनुपर्ने पैसामा मैले तँलाई मैले छुट दिएँ है, डिस्काउन्ट दिएँ भने पनि त्यो मेरो लागि खर्च हो। सो मेरो कहाँ जान्छ, प्रफिट लसमा जान्छ। अर्को आयो ई, एक्सपोर्ट ड्युटी। एक्सपोर्ट ड्युटी भनेको मैले सामान बाहिर, नेपालदेखि बाहिर पठाउँदाखेरि लाग्ने ड्युटीलाई नै के भनिन्छ, एक्सपोर्ट ड्युटी हुन्छ। सो यो के को लागि रहेछ, सेलिङ एन्ड डिस्ट्रिब्युसन पर्पज हो। सो मेरो कहाँ जान्छ, प्रफिट एन्ड लसमा जान्छ। प्रफिट एन्ड लस अकाउन्टको अरू पनि एक्सपेन्सेस हुन्छ तर मेनली चाहिँ हाम्रो यति नै हो है त। हस्, थ्याङ्क यू।